जङ्गलले हामीले चाहिँ ट्रेन लिएर अब सेकुवाहरू बनाएर खानलाई सरन दाई के छ ठिक छ नि होइन नाम्चेको टावरमा सबैजना काका सेकुवा पोल्ने अब यता फेरि अर्को भ्लगर यता दाई के छ दाई परेश भाइ बजाउने इमान सोल्टी रमादाम सेकुवाको लागि रेडी हो यता हाम्रो मन्या सोल्टी डिजे आजको यता हाम्रो भाइ माटो यता दाई हामी पनि देखौँ टक्क होइन हामी पनि देख्नु पर्यो नि त होइन आफै पनि फेरि एकछिनमा टमाटर समाटर सबै काटेर रेडी चामल यहाँ तरकारी बनाउने मासु यता हेलो भनिदिनु दाइ ओ दाइ हेलो भनिदिनु हेलो यता हाम्रो भाइ यता इमान सोल्टी सेकुवा थाल्नुभयो सेकुवा हाल्नु थाल्नुभयो उता काकाले खानाको लागि भाइहरू अनि यता चाहिँ म टक्कसँगले बसिरहेको छ चादर छैन के गर्नु तपाईँले यहाँ मासु बोल्छ डिस्टर्ब हान्थ्यो त अनि भाइ अनुहार पनि देखाइदियो नि त कसले पोरेको भन्ने त कसले थाहा पाउनु त्यो दाइ यता हेर्नु न ल अनि यता मासु पनि देखाऊ भाइ टक्कसँगले म त डिजेल अलिक सानो सानो पिस भयो यसलाई चाहिँ खै यसरी हाल्नुपर्छ क्या दाइ यता सबै दाइहरूलाई देखाइदेऊ बोलेर गर न भाइ यार फेरि म अलिक पर्फेक्ट छैन हो यस्तो दादाले टक्कसँगले ट्रेन सेन बाइक पार्किङ टेम्पो ब्यागसाक यहाँ छ टक्कसँगले यहाँ तरकारी पाल्न सुरु हो तरन्दै यता सेकुवामा यता दिपाक यता परेश भाइ यति चाहिँ पोलिसक्यो यति पोल्नु लागि खोलै छ यहाँ बस्दैछ मासु खानु सुरु हो काका खानु न जानु मासु खानु सुरु हो है खानु काका मासु खानु सुरु है अफर घट्दै गरेको सबैले कोस हाल्छ यहाँ सबै फेरि कोस हाल्छ यहाँ सबै भन्नु नि त यता यस्तो छ लोकेसन पालो यता त्यस्तो छ इमान सोल्टी परेश भाइ काका यता हाम्रो दादा सेकुवा बियर खाइन्छ त उता सौताको छोरा यता भाइ हाम्रो परेश भाइ कुक भएकै छ यता भाइ छ यहाँ सबैजना बोल्नु है यहाँ बोल्नु है दाइ बोल्नु है हेलो यता हाम्रो दाइले फेरि अर्को ढङ्गसित बोल्दै हुन्छ होइन तपाईँहरूको होइन त दाइ ठिक हुँदैछ नि होइन ठिक छ यता अर्को यता हाम्रो सुत्नुको लागि है भराइको लागि
सम्झी आयो थोरा सम्झिन माकुरी त साला ढोकेबाज यहाँ मोदन ढोकेबाज भाइ छोडिदेऊ काका घुमी घुमी बनाइदिनु है सबै यहाँ त उपरे साकेला पनि मिसाइछ त काका फेरि एकछिन पछि गर्नु ल बोल्दै भिडियो हानिदिनु ल तपाईँले राख्नु होइन एकछिनमा बोल्दै बोल्दै हानिदिनु ल म त हालिदिइहाल्छु नि फेरि युट्युबमा खासै बोल्न त आउँदैन के बोल्नु न यस्तो हुँदैछ यताउति ल सबैजना वेलकम छ मदन दुबे त भाइ सोल्भ गरेर गर्नु ल काका लाइट के 5 लाइट
दिक्तेल बजारलाई सम्झनामा आउँछौ बजार बजारलाई सम्झनामा आउँछौ बजार दिक्तेल बजारलाई सम्झनामा आउँछौ बजार दिक्तेल बजारलाई सम्झनामा आउँछौ बजार काखमा बस्ने भाग्य मैले छैन कि भाग्य मैले छैन कि सम्झनामा आउँछौ बजार दाजु तिमीले मोहनी लगायो मोहनी लगायो चिप्पछि मलाई संसारले बोलायो खोटाङ जिल्ला दिक्तेल बजार दिक्तेल बजारलाई सम्झनामा आउँछौ बजार दिक्तेल बजारलाई सम्झनामा आउँछौ बजार उकाली जानको त्यो एक्लो बाटो सोधिने कोही छैन उकाली जानको त्यो एक्लो बाटो सोधिने कोही छैन मरी गए बिरानो देशमा गइदिने कोही छैन बनिदेऊ न तिमी नै सहारा बनिदेऊ न तिमी नै सहारा दुई दिन मायालाई दिउ न के हरा दुई दिन मायालाई दिउ न के छरा दुई दिन मायालाई दिउ न के छरा आकाशैमा लाई दिउ न के छरा लाई दिउ न के छरा लाई छाती पिटी हिँड्दैछु दिन्दिन दिन्दिन हिँड्दैछु दिन्दिन ए छाती पिटी हिँड्दैछु दिन्दिन हिँड्दैछु दिन्दिन कान्छी तिम्रो माया इन्दिन कान्छी तिम्रो माया सकिन बिर्सन सम्झदिन कान्छी तिम्रो माया सकिन बिर्सन सक्छ किरणको इन्जिन कान्छी तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन यो मनमा उस्तै छ बिरबेथा उस्तै छ बिरबेथा यो मनमा उस्तै छ बिरबेथा उस्तै छ बिरबेथा कान्छा लाग्थ्यो होला बडोले सम्झे त सक्छ किरणको इन्जिन
काका नाच्नु न लाउनु मायानीलाई सकेपछि यो जीवन भरिलाई तिमी हजुर यो जीवन भरिलाई तिमी हजुर संजोगले गर्दा नि लैलै भेट भयो आहा संजोगले गर्दा नि लैलै भेट भयो भोलि कहाँ खोजिन्छ तिमी हजुर भोलि कहाँ खोजिन्छ तिमी हजुर बाहिरको पनि लैलै त हुन्छ माया नमस्कार म मदन राई जय माटो जय देश जय माटु जय देश म चाहिँ राज राई हो म चाहिँ पुरानो मेरो घर चाहिँ भोजपुर हो अहिले चाहिँ म धरान छ पानबारीमा बस्छु म माटोको लागि चाहिँ एकदम उछु क्या माटोलाई जिताउनुको लागि मैले धेरै गरेँ तर मैले हामी जित्यौँ नि हाम्रो हर्का साङपाङजीले जित्नुभयो त्यही भएर मलाई एकदम खुसी छ आज चाहिँ हामी हाम्रो दिनेश भाइको तर्फबाट चाहिँ हामी हर्का साङपाङजीले अथवा माटोले जितेको कारण चाहिँ हामी उहाँले चाहिँ हामीलाई यहाँ सबै स्पोन्सर गर्न चाहिँ त्यस्तो हामी पिकनिकलाई लिएर सबैजनालाई यहाँ चाहिँ यस्तो गराइरहनु भएर छ जय माटो ओ टाइम त पुरा जान्छ त बन्द गरिदिनु हुन्छ यो पनि खोइ गयो त नि यतिमा खोइ गयो त नि लैबरीको भाकामा लाली गुराँस जस्तो जोबन मन भुल्यो मायामा बैस भन्नु यस्तै रहेछ पिरतीको चाहना बैस भन्नु यस्तै रहेछ पिरतीको चाहना ए कान्छी घरको डाँडै डाँडा हावा चल्यो मनै रमायो माया लाउने मायाहरू कान्छी ढुङ्गा खोज्दा देउतै जुरायो माया लाउने मायाहरू कान्छी ढुङ्गा खोज्दा देउतै जुरायो ए कान्छा छोटरीको बर पिपल मायालुको नजारा मायासँगै बसेर हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो
पोखरी लाग्न है कौलेको बोलीले टाढा टाढा चराको गीतले अल्छेला नगर अल्छेला बगर बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले संजोग होला कुन्दैमा होला भेट भयो भगना कुन काम होला कुन ठाउँ होला जसले कुसारा परो है यता खानेकुराहरू मैले त सकिसकेँ सबै सोल्लीहरूको बाँकी छ यो हाम्रो ट्रेनमा पानी परेको छ यहाँ आगो फुकेको पनि मर्न आँटो यता परेश भाइ यता मेरो भाइहरू छ परेश भाइ कफी त चिसो भयो त हौ यार ट्रेनहरूको चाहिँ यस्तो छ अवस्था ट्रेन अरे भाइ मलाई पनि बनाऊ ल कफी अवस्था यस्तो छ गम्भीर यता यो त डामडुम ढली नै हालेछ अनि अब यो हामी चाहिँ सुतेको चाहिँ यहाँभित्र सुतेको छ हामी यस्तो बाँस हावाहरूले बाँसहरू यस्तो बनाइदिएछ है त्यही पनि रमाइलो हुँदैछ तातो पानी खाइँदैछ बाइक साइक सबै सफा भएछ धुएर हेलमेट चाहिँ थन्काउनु बिर्सिएछ भिजो अब भिजेर लप्पै हुन्छ होला भरै के छ भन्नु अब एकछिनमा फेरि यहाँबाट कन्टिन्यू भनेपछि कस्तो रह्यो त अवस्था राम्रो भयो अन्तिममा पानीले चाहिँ हल्का बिगारो हेर न ट्रेनको हालत देख्नु अब ट्रेन होइन हौ ट्रेन हौ ट्रेन देख्नु ट्रेन कि ट्रेन कुदिरहेको छ जापानमा ल छोड्छु अहिले टक्कसँग अहिले चाहिँ यहाँ जुत्ता तताई मोजा एक दिनको लागि आएको सुत्नु पाइएन मजाले होल नाइट यता सोल्टी त्यहाँ यता काका उता टोइलेट काकाको सबै ग्रुप यस्तै छ आजको जान्छ नि बोलेरोहरू तर अलि खाल्टो बनाएको रहेछ पानीले झरेको हेर त पानीले त्यहाँनिर गएको गएको यहाँ बाइक चाहिँ स्कुटी पनि जान्छ नि यस्तो छ बाटो कसरी जानु होला त झर्छ अब तलबाट हामी पर जाएंगे भन्दै यस्तो चाहिँ छैन दाजु अलिअलि झर्दै थियो क्या यता तलबाट फुरफुर बाटो चाहिँ पहिरो गएर सबैजना यहाँ बसेर टक्क पर्खाइछ तल पहिरो गएर यहाँ सबै उता भाइले बाटो सोध्दै हुन्छ अर्को बिजोक छ बिजोक माटोले जितेर हामी यस्तो नाम्चेतिर गएको पहिरोले गर्दा अर्को बाटो आउनु पर्यो अर्को बाटो यस्तो रहेछ है टक्कसँगले यता टेम्पोको लागि बाटो बनाउँदै अरू बाइकहरू तल छ यता दाइ अनि यहाँ म टक्कसँगले बाटो बनाएको हेर्दै श्रमदान गरिदिँदैछु है हेर्दै अरे साला म चाहिँ हेर्दैछु अरूले बनाउँदैछन् श्रमदान पार्टी टेम्पो यसरी तार्दै आउँदैछौँ हामी चाहिँ हिजोको रमाइलोले यस्तो लागेर केही देखेको छैन है यसरी टेम्पो ल्याइँदैछ है सरले है टक्क थाम्दै है बिस्तारै बास पर्फेक्ट